ब्लड सुगर अर्थात् मधुमेह रोग, जसलाई हामी डायबिटिज पनि भन्ने गरेको छौँ। एसियन कन्ट्रीमा सबभन्दा बढ्ने डिजिजमा नन कम्युनिकेबल डिजिजहरू हुने गरेको छ, जुनमा डायबिटिज नम्बर 1 मा रहेको छ। डायबिटिजमा हेल्दी डाइटमा फोकस गर्न एकदमै जरुरी छ। अनहेल्दी डाइटले हजुरको स्वास्थ्यलाई झन् गम्भीर बनाउन पुर्याउँछ। अनहेल्दी डाइट जस्तो धेरै मात्रामा ग्लुकोज इन्टेक, धेरै गुलियो खानेकुराहरू खाने, धूम्रपान गर्ने, यो कुराहरूले सुगर हुनमा ठुलो भूमिका खेल्दछ र शरीरमा बोसो बढ्नु, मोटापा बढ्नु, स्ट्रेस र अल्छेपनले पनि सुगर हुने चान्सेस धेरै बढ्छ। त्यसैले हेल्दी डाइट, प्रपर एक्सरसाइज र राम्रो लाइफस्टाइल हुन एकदमै जरुरी छ। आफ्नो स्वास्थ्यको ख्याल राखौ र टाइम टु टाइम डाक्टरसँग कन्सल्ट गर्नु पनि उत्तिकै आवश्यक छ। हामीसँग डायबिटिजको विशेषज्ञ डाक्टर श्याम कुमार रनियार 9 देखि 5 सधैँ बस्नुहुन्छ। हजुरहरूलाई नै केही समस्या परेमा आएर देखाउन सक्नुहुन्छ। अरू केही जानकारी चाहिएमा तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ।